नमस्कार। आज हामी ठूला राष्ट्रिय बजेटका कुरादेखि लिएर गर्मी मौसमको विज्ञानसम्मका विविध विषयहरूलाई समेट्दैछौँ। ढिला नगरी सुरु गरौँ आजको यो विशेष विश्लेषण। अब हामी के कुरा गर्दैछौँ त? प्रथममा बजेट र नीतिको अन्यल, त्यसपछि 2 दिने बिदाको प्रभाव, गर्मीको विज्ञान हुँदै विश्व र खेलकुदका विविध प्रसङ्गहरूतर्फ लाग्नेछौँ। हाम्रो यात्रा समष्टिगतबाट सूक्ष्म तहसम्म हुनेछ। पहिलो विषयतर्फ लागौं, बजेट र नीतिको अन्यल। देशको ढुकुटी कसरी प्रयोग भइरहेको छ वा भनौँ कसरी प्रयोग हुन सकिरहेको छैन, यो प्रश्नले ठूलो अर्थ राख्छ। अब एउटा अङ्कको कुरा गरौँ। 20.84 अर्ब। सुन्दा नै काली लाग्छ नि। चालु आर्थिक वर्षमा 8वटा मन्त्रालय र 2 निकायले झण्डै 21 अर्ब रुपियाँ खर्च गर्न नसकेरै अर्थ मन्त्रालयलाई फिर्ता गरेका छन्। छुट्याइएको बजेट पनि समयमै खर्च हुन नसक्नु हाम्रो प्रणालीको एउटा तितो यथार्थ हो। यो तथ्याङ्कलाई अझ नजिकबाट हेर्ने हो भने स्थिति छर्लङ्ग हुन्छ। बजेट फिर्ता गर्नेमा सबैभन्दा ठूलो हिस्सा शहरी विकास मन्त्रालयको देखिन्छ, जसले झण्डै 16 अर्ब रुपियाँ फिर्ता गरेको छ। त्यसपछि क्रमशः शिक्षा र सङ्घीय मामिला मन्त्रालय आउँछन्। विकास निर्माणको बजेट कसरी थन्किरहेको छ भन्ने कुराको यो एउटा स्पष्ट चित्र हो। यसैबीच सीएसआर अर्थात् संस्थागत सामाजिक उत्तरदायित्व कोषको बारेमा पनि ठूलो बहस चलिरहेको छ। यहाँ ठ्याक्कै 2 थरी दृष्टिकोण देख्न सकिन्छ। एकातिर सरकार यो रकमलाई 100 दिने कार्ययोजना मार्फत केन्द्रीकृत गरी खर्च गर्न चाहन्छ। अर्कोतर्फ निजी क्षेत्र आफैले निर्धारित मापदण्डका आधारमा स्वतन्त्र रूपमा खर्च गर्न पाउनुपर्छ भन्ने अडानमा छ। यसले नीति निर्माण र कार्यान्वयन बीचको रस्साकसीलाई उजागर गर्छ। अब लागौं दोस्रो विषयतर्फ, 2 दिने बिदाको प्रभाव। हप्तामा 2 दिन सार्वजनिक बिदा दिने नीतिको वास्तविक प्रभाव र व्यावहारिक समस्याहरू के कस्ता छन् त? आइतबारको दिन स्वास्थ्य सेवाको अवस्था हेर्ने हो भने ठूलो खाडल स्पष्ट देखिन्छ। एकातिर वीर र टिचिङ जस्ता ठूला सरकारी अस्पतालहरू बन्द हुँदा टाढा टाढाबाट आउने बिरामीहरू मर्कामा परेका छन् भने अर्कोतिर धुलीखेल, ह्याम्स लगायतका निजी अस्पतालहरू पूर्ण रूपमा सञ्चालनमै छन्। एउटा नीतिगत निर्णयले संवेदनशील क्षेत्रमा कस्तो दृश्य सृजना गर्छ भन्ने यो ज्वलन्त उदाहरण हो। यही सन्दर्भमा प्रशासन विज्ञ काशीराज दाहालको भनाइ निकै मार्गदर्शन गर्ने खालको छ। उहाँको स्पष्ट विचार के छ भने, भरपर्दो डिजिटल पूर्वाधार र डिजिटल शासनको सुरुवात नगरी यस्ता नीतिले सेवाग्राहीलाई सुविधा होइन शास्ति मात्र थप्छन्। कुनै पनि नीति सफल बनाउनको लागि पूर्व तयारी कति महत्त्वपूर्ण छ भन्ने कुरा यहाँबाट प्रष्ट हुन्छ। अब तेस्रो विषय, गर्मी र सापेक्षिक आर्द्रता अर्थात् रिलेटिभ ह्युमिडिटी। बढ्दो गर्मी पछाडिको अचम्मको विज्ञान के हो त? थर्मोमिटरले मात्र किन सम्पूर्ण कथा बताउँदैन? आउनुहोस् यसलाई बुझौँ। यसको सबैभन्दा रोचक वैज्ञानिक पक्ष भनेको सापेक्षिक आर्द्रता हो। खासमा हावामा रहेको पानीको बाफ वा ओसको मात्राले नै हाम्रो शरीरले गर्मीलाई कसरी महसुस गर्छ भन्ने कुरा निर्धारण गर्छ। जब हावामा पहिले अत्यधिक नमी हुन्छ, हाम्रो शरीरको पसिना सुक्नै पाउँदैन। त्यसैले तापक्रम उही भए पनि हामीलाई हपक्क गर्मी महसुस हुन्छ। यो तथ्याङ्क साँच्चै नै डरलाग्दो छ है। जस्तै वास्तविक तापक्रम 35 डिग्री नै भए पनि यदि आर्द्रता 30% छ भने शरीरले 35 डिग्री नै महसुस गर्छ। तर जब आर्द्रता बढेर 80% पुग्छ नि, त्यही 35 डिग्रीको तापक्रमले मानव शरीरलाई 57 डिग्री सेल्सियसको खतरनाक गर्मी महसुस गराउन सक्छ। थर्मोमिटरले मात्र गर्मीको सम्पूर्ण कथा बताउन नसक्ने मुख्य कारण यही नै हो। त्यसो भए यो खतरनाक गर्मीबाट कसरी जोगिने त? विपद व्यवस्थापन विज्ञ दीनानाथ भण्डारीका यी 3 व्यावहारिक सुझावहरू एकदमै महत्त्वपूर्ण छन्। पहिलो, निरन्तर प्रशस्त सफा पानी पिउने। दोस्रो, लगातार बाहिरी कामबाट बच्ने। र तेस्रो, सबैभन्दा धेरै गर्मी हुने समय अर्थात् बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म छारीमा आराम गर्ने। यी साधारण तर जीवन रक्षक उपायहरू हुन्। अब हामी चौथो तथा अन्तिम खण्डमा आइपुगेका छौँ, विविध विश्व र खेलकुद। मानव सङ्घर्ष र सफलताका केही द्रुत खबरहरूतर्फ लागौँ। यो जानकारी साँच्चै नै प्रेरणादायी छ। सन् 2015मा आफ्ना दुवै खुट्टा गुमाएका रुसी पूर्व सैनिक रुस्तम नबियेभले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन्।
सोचौँ त, खुम्बु आइसफल जस्तो अत्यन्तै खतरनाक र कठिन बाटोलाई केवल हातको भरमा पार गर्नु मानव अठोट र क्षमताको एउटा अद्भुत उदाहरण हो। असम्भवलाई पनि कसरी सम्भव बनाउन सकिन्छ भन्ने यो एउटा जीवन्त प्रमाण हो। तर विश्वका सबै खबर यति खुसीका मात्र पक्कै छैनन्। यो 1000 को अङ्कले एउटा गम्भीर स्वास्थ्य सङ्कटलाई इङ्गित गर्छ। कङ्गोमा इबोला भाइरस सङ्क्रमितको सङ्ख्या झण्डै 1000 पुग्न लागेको छ। स्थानीय बासिन्दाहरूमा रहेको अविश्वास र स्वास्थ्य केन्द्रहरूमाथि भइरहेका दुःखद आक्रमणहरूले गर्दा यो रोग नियन्त्रणको प्रयास निकै चुनौतीपूर्ण बनिरहेको छ। अब खेलकुदको उत्साह झल्काउने 92 को अङ्कको कुरा गरौँ। इन्डियन प्रिमियर लिग अर्थात् आइपिएल क्रिकेटमा रोयल च्यालेन्जर्स बेङ्गलुरुले गुजरात टाइटन्सलाई 92 रनको विशाल अन्तरले हराउँदै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ। यो शानदार जितले पक्कै पनि खेलप्रेमीहरूमा छुट्टै ऊर्जा भरेको छ। त्यसैले आजको विश्लेषणको अन्त्यमा यो महत्त्वपूर्ण प्रश्न विचार गरौँ। खर्च नभएका विशाल राष्ट्रिय बजेटदेखि लिएर सगरमाथामा मानव सहनशीलताको उच्चतम सीमासम्म नीति र हाम्रो वातावरणले वास्तवमा हाम्रो दैनिक जीवनलाई कति नियन्त्रण गर्छन्, यो विषयले पक्कै पनि गहिरो सोचमा डुबाउँछ। आजको यस विश्लेषणमा साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद।